बिस्तारै सेनाको गतिविधि बढ्न थाल्यो। महत्त्वपूर्ण सरकारी कार्यालयहरूमा सुरक्षा कडा बनाइयो, सञ्चारमाथि निगरानी बढाइयो, तर सर्वसाधारणलाई यसको वास्तविक कारण थाहा थिएन। अचानक दरबारबाट एउटा शाही घोषणा प्रसारण भयो। नेपाल स्तब्ध बन्यो। निर्वाचित सरकार बर्खास्त, संसद विघटन, संविधान निलम्बन, राजनीतिक दलमाथि प्रतिबन्ध। केही घण्टाभित्रै प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला र उनका धेरै मन्त्रीहरू पक्राउ परे। धेरै राजनीतिक नेताहरूलाई रातारात हिरासतमा राखियो। देशभर सन्नाटा छायो। केही मानिसहरूले यो कदमको स्वागत गरे। उनीहरूको विश्वास थियो बलियो राजतन्त्रले मात्र देशलाई स्थिर बनाउन सक्छ। तर अर्को पक्षका लागि यो नेपाली जनताले आफ्नो मतबाट बनाएको सरकारमाथिको ठूलो प्रश्न थियो। त्यो साँझ राजा महेन्द्रले रेडियो नेपाल मार्फत राष्ट्रका नाममा सम्बोधन गर्न आए। उनले देशमा भ्रष्टाचार, प्रशासनिक कमजोरी, राजनीतिक अस्थिरता र राष्ट्रिय हितलाई चुनौती देखिएको भन्दै आफूले यो कदम देशका हितका लागि अगाडि बढाएको बताएका थिए।